के तपाईँ अब नयाँ बाली लगाउँदै हुनुहुन्छ? खेतीको सुरुवात गर्दै हुनुहुन्छ? तपाईँलाई थाहा छ तपाईँको खेतबारीको माटोको स्वस्थता कस्तो छ र? के त्यो माटोमा लगाउने बाली उपयुक्त छ कि नै? एकचोटि माटो परीक्षण गराउनुहोस् है। माटोको नमुना कसरी लिने, माटो परीक्षण गराउँदा के कुरामा ध्यान दिने, यो भिडियोमा अन्तिमसम्म तपाईँ जानकारी पाउन सक्नुहुन्छ। त्यसको लागि यो अन्तिमसम्म भिडियो हेरेर कमेन्ट सेक्सनमा आफ्नो प्रतिक्रिया राख्नुहोला। माटो परीक्षणको लागि माटोको नमुना सङ्कलन कार्यको लागि यहाँ आइसकेका छौँ। यो भिडियो अलिकति लामो हुन सक्छ। धैर्यताका साथ माटो कसरी लिने, माटो परीक्षण किन गराउने, माटो परीक्षणको नमुना कसरी तयार पार्ने र के कुराहरू माटोको नमुनासँगै प्रयोगशालासम्म पठाउनु पर्छ भन्ने कुरा जानकारी यो भिडियो मार्फत तपाईँले हुनेछ। सबभन्दा पहिलो कुरा माटो परीक्षण किन गर्ने कुरा आउँछ। जसरी कि हामी स्वास्थ्य चेकअप गराउँछौँ, नियमित चेकअप जाँच गराउँदाखेरि ब्लडमा अथवा शरीरभित्र के कमी छ भन्ने कुरा थाहा हुन्छ। ठिक त्यस्तै माटो परीक्षण गर्दा माटोको अवस्था कस्तो छ, अब बाली लाउँदाखेरि कुन मल कति मात्रामा हाल्ने भन्ने कुरा जानकारी प्राप्त हुन्छ। अब माटो परीक्षण गर्दाखेरि अथवा माटोको नमुना सङ्कलन गर्दाखेरि सुरुमा आवश्यक सामग्रीहरू के हुन सक्छ त? हाम्रो घराइसी प्रयोगमा रहेका कुटो, कुदालो, त्यस्तै माटोको नमुना राख्नको लागि बेग, तिरपाल, बोरा, त्यस्ता कुराहरू हामीलाई आवश्यक पर्छ। र छुट्नै नहुने कुरा पेन र कापी, किनकि कृषकको विवरण टिप्नु पर्यो, खेतबारीको विवरण टिप्नु पर्यो, लगायतका विवरणहरू टिपोट गरेर माटोको नमुनासँगै हामीले ल्याबसम्म पठाउनु पर्ने हुन्छ। अब हामीलाई जान्नै पर्ने कुरा के हो भने माटोको नमुना सङ्कलन गर्दा सुरुमा के गर्ने। पहिला त हामीले खेतबारीको अवलोकन गर्नुपर्छ, किनकि माटोको नमुना सङ्कलन गर्दा पुरै जग्गाको प्रतिनिधित्व हुने गरी माटोको नमुना लिनुपर्छ। त्यसको लागि खेतमा रहेको माटोको रङको आधारमा अथवा बाली हुने नहुने, बढी फल्ने कम फल्ने त्यस्ता कुना कप्चाहरूबाट लिनुपर्छ। यसको मतलब यो होइन कि आलीको कुनाबाट लिन नहुने ठाउँहरू के हो त? मल थुपारेको ठाउँमा अथवा गोठबाट लिचिङ भएर आएको पिसाबहरूको एरियामा लिनु हुँदैन। त्यस्तै एकदम बाली लगाइसकेपछि लिनु हुँदैन, मल प्रयोग गरिसकेपछि नमुना सङ्कलन गर्नु हुँदैन, र हिलोमा अथवा गिलो अवस्थामा माटो भिजेको छ भने त्यस्तामा पनि माटोको नमुना सङ्कलन गर्नु हुँदैन। भन्नुको मतलब बाली काटिसकेपछि खाली खेतबाट र आलीबाट कम्तीमा 1.5 मिटर भित्रको माटो लिनुपर्छ। अबबाट के आधारमा लिने त? यो भनेको कुरा माटो नमुना सङ्कलन कति गहिराइमा लिने कुरा बालीको जरा कति गहिराइसम्म पुग्दो रहेछ भन्ने कुरामा डिपेन्ड पर्छ। जस्तै तरकारीको अथवा अन्न बालीको जरा कम गहिराइमा जान्छ, त्यसको लागि हामीले 9 इन्च गहिराइसम्मको माटो सङ्कलन गर्नुपर्छ। त्यस्तै यदि फलफुल हो भने कम्तीमा 4 फिट गहिरोसम्म अथवा झन्डै 1 मिटर गहिरोसम्मको माटो खन्नुपर्छ। अब कुन मेथडबाट खन्ने त? खन्दाखेरि यदि तरकारी र खाद्यान्न बाली हो भने अङ्ग्रेजीको भी सेपमा माटोलाई गहिरो गरी खन्नुपर्छ। कम्तीमा 9 इन्च। 9 इन्च भनेको यदि यो भी सेप हो भने यहाँदेखि सतहसम्मको 9 इन्च हुनुपर्छ अन्न र तरकारीको हकमा। र काट्दाखेरि यो सतह यदि यहाँदेखि सतह छ भने यो सर्फेसको कम्तीमा 1 इन्ची बाक्लो माटो ताछेर यहाँ तलसम्मको माटो लिनुपर्छ। यताबाट पनि लिए पनि हुन्छ, यताबाट पनि लिएको हुन्छ। अब रह्यो कुरा माटो यस्तै खन्दै जाँदा एक रोप्नीमा कम्तीमा 7-8 ठाउँबाट लिनुपर्छ। जति सेम्पल बढी हुन्छ, जति सेम्पलिङ बढी हुन्छ, त्यति नै हाम्रो सेम्पलिङमा इरर कम आउँछ। भन्नुको मतलब माटो एकुरेट परीक्षण हुन सक्छ। अब रह्यो सबै ठाउँबाट निकालिएको माटो फलफुलको लागि छुट्टै तरिकाबाट निकालिन्छ। जसरी कि यो 4 फिट गहिराई हो भने 4 खण्डमा यसलाई बाँड्ने। 1 देखि सतहदेखि 1 फिट गहिरोसम्मको माटो एक ठाउँमा राख्ने,
1 देखि 2 फिटको माटो एक ठाउँमा झिक्ने, 2 देखि 3 फिटको माटो एक ठाउँमा झिक्ने र 3 देखि तल पिचसम्मको माटो एक ठाउँमा झिक्ने। र यो सबै यस्तै यदि 5-6 ठाउँबाट झिकिएको छ भने सतहदेखि 1 फिटको माटो सबै एउटामा मिसाउने र 1 देखि 2 सम्मको माटो एक ठाउँमा मिसाउने गरी त्यस्तै 4वटै स्याम्पलिङको प्रत्येक खाडलको छुट्टा छुट्टै मिसाउने। अब यसलाई माटो प्रिपरेसन नमुना निकालिसकेपछि प्रयोगशालासम्म पुर्याउनको लागि योग्य कसरी बनाउने त? हामीलाई प्रयोगशालाले माग गरेको हुन्छ आधी केजी माटोको परिमाण, तर हामी झिक्दै जाँदा आधी केजी भन्दा बढी पनि झिक्न सकिन्छ। सबै 5-6वटा अथवा 7-8वटा स्याम्पलिङ गर्ने हो भने माटो 2-3 केजी हुन्छ। अब त्यसलाई के गर्ने हो भने चारैतिर थाल आकारमा माटोलाई फिजाउने। माटोलाई फिजाइसकेपछि यसलाई 4 भाग लगाउने र आम्ने सामनेको माटो फाल्ने, 2टा फेरि मिसाउने। यस्तै गर्दा गर्दै जबसम्म माटो आधी केजीको हुन्छ तबसम्म यो प्रिपरेसन गरिराख्नुपर्छ। अब माटोमा के गर्नु पर्यो भने सुरुमा माटोको अवस्था जब स्याम्पलिङ गर्दाखेरि त्यसमा घाँसपात हुनु भएन, ढुङ्गा हुनु भएन, प्योर माटो नै चाहिन्छ। अब त्यसलाई एकदम मसिनो धुलो पिठो गरेर एकदम मसिना कणहरू बनाएर यदि सम्भव भए भने प्रयोगशालामा लिएकै दिन पठाउँदा उचित हुन्छ। यदि माटो गिलो छैन भने, नाइ भने माटो अलिकति गिलो छ, चिसो छ भने त्यसलाई छहारी मुनि डाइरेक्ट घाममा नसुकाएर छहारी मुनि सुकाउनुपर्छ। डाइरेक्ट घाममा सुकायो भने माटोमा भएको न्युट्रिएन्टहरू इभोपरेट भएर उड्न सक्छ। त्यही भएर छहारी मुनि सुकाउने। र यदि बढी टाइम लाग्ने हो भने माटो सुकिसके पनि खुल्ला रूपमा राख्नुपर्छ। प्याकिङ माटोलाई प्याक गरेर राख्नु हुँदैन। हस्, धन्यवाद।